हो के लास्ट Dip. Yeah, Park Lima. So hello guys, welcome to our new video. अनि यो भिडियो चाहिँ के को हो भन्दाखेरि चाहिँ यो भिडियोमा चाहिँ हामीले मेरो मम्मीलाई प्र्याङ्क गर्न आएको छौँ। प्र्याङ्क चाहिँ के हो भन्दाखेरि चाहिँ ऊ र म झगडा गर्छौँ अनि उसले चाहिँ म यस्तो केटी चाहिन्न बलियो भन्दा कति ठिक हुन्छ, कति रिसाउँछु जस्तो टाइपको हुन्छ होइन। किनभने हाम्रो धेरै दिनदेखि झगडा भइरहेको नि त मम्मीको अगाडि पनि, अनि त्यही भएर चाहिँ मम्मीले मेरो पत्ताउनु हुन्छ कि नै रियाक्सन हेरेर भन्दै गाइस बाई हेर्नु होला। हामी चाहिँ अब झगडा गरे यस्तो गर्छौँ है, कति हानेको क्या दुख्दैन क्या नानी कि दुख्छ वाक्क पार नपार्नु त सुस्तानो दिनुलाई साँच्चीको दुख्यो के पिक्चर अभी बाकी है के बता रहे के बता रहा दुध खायो यसरी दुध दिने हो के हो थोक ल ल सो गाइजहरु हेर्नु है त भन्छ नि बिरान जस्तो हैन मम्मीले आफै आउँछ के हो र गाने गाने म त दुर जाँदा नि अघि हाने ए मम्मी एरा सम्झाउने साच्चै म त पड्काइन्छु किन अघिदेखि हाने गाने गरे हो किन हो के सुरु गरे ह माया गरेर पनि त हान्छ के रे यतिको सुने पनि ओए कस्तो दलफर भने किन अहिले मेरो खुट्टा मर्क्यो भनेर के गरेर मर्क्यो चिसोले के चिसोले उसको खुट्टा बाउड यस्तो भयो कि अनि मर्क्यो होइन हाने आखिर खानेकुरै खाना पर्यो नि भातै खान्न फेरि ला हेरी हाने खान्छ अघिदेखि नहान्नु न हो के हो त ल यसलाई पिट्नु त तपाईँले पिट्नु एकचोटि मलाई ठाउँमा आउँछ मलाई कहाँ गएर पिर्या के Are you serious?
जिसिराले जिसिरेन हुन्न ला मलाई पिटोस् मलाई पिटाउनु हुन्छ है नाटक मात्र गर्छ लाग्छ त के त नि खालि जिस्केको मात्र हुन्छ कि तपाईँको फेरि रिस उठ्दैन मान्छे होइन क्या म रिस उठ्दैन मलाई तिमी जिसिन म जिसिन नहुने हो आउनु न किन र हान्ने मलाई मेरो उसमा खुट्टामा जहाँ मर्क्यो त्यही हाल्छ त्यही हाल्छ पिरालाई त हान्न गरे के अनि कुनै हुँदैन सुनको हो त म त के रे सुनको हो त म सुन कति जिस्किँदैन अब यतिकै नर्मली यतिकै जिस्किँदा अब त्यस्तो हुन्छ अब अनि मम्मी मलाई अघि भन्यो कि यहाँ दुखेको खुट्टा यहीँ हानेको कि फेरि जानी पनि यतिको छुरा हुन्न त्यसरी हानेको के त्यही नै छुची भने के छुची हो के लास्ट होइन कि अनि आफूले तले हान्ने रहेछ आफू त हान्छ अलिक सरी सरी एउटा घर जाएर लाग्नु मिक्से जस्तो छ अब एक नभन्नु न प्लिज भन्थ्यो के भन्ने यस्तो हात तान्देको त नि चिसो बानी घर जा के जानु त अनि जानु त्यसै गयो म खाइदिन्छु मम्मी मलाई मात्रै तपाईँले आज मलाई मात्रै भन्नु अनि हिजो नि रिस उठ्यो तपाईँ आउनुहुन्छ कि नै अनि के त रिस उठाउने नि त्यही बसेर हटेरी यी बेजती त यो बेजती हो त छिटो आउनु भन्नु रोल्नु माथिको म पनि रोल्छु भन्नु हो हिजो नि फुकेर बाबु तिमीले खालि सुनाउने हेर म त यसो सोध्दाखेरि त हेर के म बुझ्नै सकेको होइन के खालि जातिखेर भने विशाखा मात्रै म दुईटै कुन त आएको मेरो फाइनल गर्दैन न देख्छु कस्तो
अनि ल भन्नु मैले भनेको होइन यसले भनेको हो कि बस्दैन भनेर घमण्डी गरेको मम्मी भन्नु त के अनि मलाई भनेपछि हुन्छ मलाई नि भन्नु न तिमीले त भनेको त तिमीले भने मैले के भन्नु तपाईँलाई कस्तो तिम्रो मिल्ने बेलामा तिम्रो मिल्ने अरे मलाई बिचमा नपराखेरि बिचमा कुरा होइन मम्मी हेर्नु अघि भर्खरै पनि त्यहाँ पनि झगडा गर्दै आएको हो कि यहाँबाट त्यो सेपको खाने ठाउँबाट जे कुरा पनि खालि यस्तो मात्रै गर्यो अनि मलाई चाहिँ दोष पार्ने कि आफू रुडी मात्रै राम्रो क्या तपाईँहरू रोएपछि म चाहिँ होइन तिमीले सिकायो के रुन पाइ होइन तिमीले सिकाएको तिमी केही पनि सानो सक्दैन मैले अब नर्मली यतिको जिस्किँदा यतिको छोड्दाखेरि चाहिँ अब पिदिएको भयो मैले कसरी हानिदिरहेको थियो तिमीले त नराम्रो हो नि राम्रो पिरियडले रिस उठाएको हेर्नु त होइन कि अनि पिटे जे कुरामा नि रिस उठाउँछ नि म थाहा मेरो रिस कस्तो छ भनेर उसलाई राम्रो उसलाई जे केही पनि गर्न हुन्न तपाईँ यस्तो त भन्नु के चाहनु मान्छे छ र बाटो चिच्याउँदै लिगेट गरेछ अटो भन्ने के चाहिँ हेर्नु चिट्ठा चाहिँ मेरो गयो छैन र रिस उठाउँदा झन् रिस उठाएको तपाईँलाई कति बेला त्यस्तो गरेर बस्नु त चिच्याएको हो त कति बेला चिच्चाएर म चिच्चाइ नानी चिच्चा थिएन आफू चिच्चा गरेदेखि म अलिअलि यति खोज्छ मेरो बडीले देख्छ अब तिमी त तिम्रो घरमा भएर ठुलो भएको होला नि होइन मेरो घर हो म राम्रो छु भनेर ठुलो भएको होला नि कसरी यसो गर्ने हो कस्तो ठाउँमा हुनुपर्छ छोरी मान्छे कसरी झुक्नुपर्छ भन्ने कुरा त आज पनि थाहै छैन झुक्ने कि अनि फेरि उसले नि भनेको मान्ने कि तिमीले मात्रै भनेको मान्ने तिम्रो मात्रै कुरा सुन्ने कि अनि बाबुको कुरा पनि तिमीले सुन्ने के अरे कस्तो ठिक यस्तो कुरा मात्रै सुन्नु भयो नि मेरो कुरा सुन्नु भयो दुईटैको कुरा सुन्ने पहिला सुन्नेको राम्रो हुने हो त हामी मैले दुईटैको भनेको छु म त तिमी नै कराएको सुन्छ त अनि जतिखेर बाबुले त बुझिहाल्छ नि त्यही हो मैले नबुझ्ने तिमीले बुझ्न पर्यो नि मैले त कसको गल्ती छ त्यो हेर्ने हो यस्तो त मलाई त्यस्तो त मेरो छोरी हो भनेर मैले कहिल्यै हुँदैन मेरो बाबु हो भनेर उसले गल्ती गरेछ भने पनि भन्ने हो तिमीले गल्ती गरेछ भने भन्ने हो त्यसले गरेछ त्यसलाई आफूलाई जित्नु जे गरे आफूले जित्नु मैले केही पनि बुझेको छैन मैले यसरी झगडा गरेर बसेको मन पर्दैन म पनि झगडा गर्न मन लाग्दैन कसैलाई पनि झगडा गरेको मन पर्दैन
बस्ने हो हाँस्ने हो खुसी हुने हो बोल्ने हो जा यो पिरिया त लास्तै छ हो। के हो र त्यस्तो त्यस्तो गर्न सक्छ कतिले हुन सक्छ त्यस्तो पनि माया हो त्यस्तो हरामी तिमी राम्रो बना भनेको तिमीले मैले म त उसलाई त राम्रै देख्छु अरूलाई चाहिँ देखाउनु पाएँ नि सबैले सिधा देखिन्छ उसलाई त सिधा छैन पर्याङ गर्नलाई रिसाइ जस्तो गरेर बिचरा यो त गाई जस्तो गरिरहेछ गए जस्तो गरे होइन त्यसलाई साँच्चैको गरेको किनभने हिजो मलाई गरेको होइन अबे त्यो साँच्चैको गएको हो र साँच्चै हो त्यसलाई साँच्चै गरेको सोध्नु न पिरुलाई तिमीलाई थाहै छैन त्यो त रोथे त तपाईँलाई नि गरेको दिवसलाई नि गरेको तपाईँले हिजोजना मलाई गरेको होइन साँच्चै हो मम्मीलाई बोल्दैन बाबु हेलो सेकवा खाने क्या अब पोलेर मुड खराब गरायो क्या यहाँ पोलेर खाने क्या अब बाबु ए फर्केर अब क्या सेकवा सुन्यो हेलो आउनु न तपाईँ दुईजनाले हानेको कि प्र्याङ सबैलाई होइन के दिवसैले गरेको कि प्र्याङ थाहा नि त किन भर्खरै हाँस्नु त्यो भएर हाँसेको मै भन्थेँ नि त हामी जेसुकै भयो नि प्र्याङ भन्ने बित्तिकै हेर्नु रिसाउनु पाउनु भन्थ्यो नि त पहिल्यै प्र्याङहरू गऱ्यौँ भने के त्यो भएर हाँसेको म तपाईँलाई प्र्याङ हानेको मम्मीको लागि तपाईँले दुईजना प्र्याङ हानेको होला भन्दाखेरि थाहा छैन मम्मी मैले भने कि तपाईँ रिसाइ गर्नुभएको थियो नि त अनि मम्मीले थाहा पार्नु भइसक्यो प्र्याङ गरेको होला भनेर अनि त्यसपछि मैले यस्तो भनेको कि तपाईँलाई पनि प्र्याङ गरेको दिवसलाई पनि प्र्याङ गरेको दिपे साँच्चैको रिसाएर गएको हो कि बोलाउनु भनेको त बोलाएको यस्तो भएको क्या मम्मी थाहा पार्नु भयो नि त त्यही भएर फेरि अलिक ट्विस्ट ल्याइदिउँ भनेर त तपाईँलाई पनि प्र्याङ गरेर रिसाएर गएको रोएर भनेको कि अनि मम्मीलाई पनि आत्तिएर तपाईँलाई फोन गरेको हाम्रो प्र्याङ के भन्ने अब सम्झायो धेरै सम्झायो